यो पहाडको यति राम्रो बाटो छ बिस्तारी यस्तो ठाउँ छ यहाँबाट झरियो भने दर्शकले कहाँ पुगिन्छ भन्ने केही थाहा छैन र पनि एउटा लक्ष्य लिएर हिँडेपछि पुगिँदो रहेछ भन्ने जानकारी गरेको छु बाटो छैन बिस्तारी बिस्तारी ढुङ्गालाई समात्नुहोस् वाह आउनु आउनु यो बेलुकी पखमा हाम्रो विशाल सरहरू त्यहाँ हुँदै हुनुहुन्छ यो बेलुकी पखमा हामी धेरै स्याहाँ गर्दै उकालो हिँडेका छौँ हेर्नुहोस् यो माथिको यो कहाली लाग्दो जङ्गल र यहाँ एउटा मन्दिर रहेछ यो जङ्गलभित्र साँच्चै नै मजाले सजावट गरेको मन्दिर रहेछ र यो मन्दिर प्रवेश गर्दैछु दर्शकबिन अनि यहाँहरूलाई पनि छोटो यो मन्दिरको दर्शन गर्ने गराउँदैछु ल चम्पादेवी मन्दिर